स्वागत छ मेरो तेस्रो भिडियोमा। अनि आजको शीर्षक रहेको छ मलाई खुसी बनाउने कुराहरू। र यो शीर्षक चाहिँ कसरी आयो भन्दाखेरि चाहिँ सबैलाई खुसी हुन मन लाग्छ। मान्छे भइसकेपछि खुसी हुनु नै अब एउटा एउटा त्यो थाहा नै नहुने सपना जस्तो होइन। सबैलाई चाहना भनौँ, सबैको एउटा चाहनै हो त्यो जिन्दगीमा खुसी हुने। अनि त्यसैले अब खुसी कसरी हुने भन्न र थाहा पाउनलाई खुसी पहिला केले दिन्छ भनेर थाहा पाउनु जरुरी छ जस्तो लाग्यो मलाई। अनि म त्यही सोच्दै थिएँ मलाई चाहिँ केले खुसी बनाउँछ भनेर। अनि त्यही भएर चाहिँ अनि मैले लेखेँ अब त्यसको बारेमा लेखौँ न त, किनकि कुनै पनि कुरा लेख्दाखेरि चाहिँ अझ राम्ररी त्यो सोचेर हुन्छ कि। किनकि सोच्यौँ भने मात्र चाहिँ कहाँ सोच्छ थाहा नै भएर आउँदैन। अनि लेख्न थाल्यो भने चाहिँ अलि राम्रो रूपमा सोचिन्छ होइन। त्यसैले अनि त्यसमै भनिदिउँ न त, भिडियो बनाइदिउँ आज के छ र भनेर मैले बनाइरहेको छु। र अनि मैले थाहा नै पाउँछु आफैले पनि। र त्यसो भए चाहिँ मलाई सजिलो नै हुन्छ अझ मैले त्यो कुराहरू गर्नलाई। त्यसैले चाहिँ म अब धेरै खुसी हुन सक्छु। हुन चाहिँ म धेरै खुसी नै भएर हुन्छु। म त्यस्तो दुःखी हुने मान्छे चाहिँ होइन। म धेरै समय खुसी नै भएर हुन्छु। अनि केही कुराले अलिकति दुःख दियो भने एकछिनसम्म चाहिँ दुःख मानेर बस्छु। अनि फेरि के नयाँ कुरा आउँछ खुसी हुने, अनि खुसी भइहाल्छु। र अब चाहिँ सुरु गरौँ। मलाई खुसी बनाउने चिजहरूमा चाहिँ बुदामा भन्दाखेरि अब अहिले हालसाल मैले जे कुराहरूले मलाई हुन्छ म त्यही नै भन्छु है। त्यस्तो एकदम डिप्लोमेटिक मतलब बनावटी कुराहरू चाहिँ गर्दिनँ कि सबैलाई हुने कुराहरू राम्रो सुनिनलाई। त्यही भएर अहिले हाँस उठ्ने कुराहरू पनि छ। अब हाँस उठ्न सक्छ यो कुराहरू सुन्दा। अनि मैले सुरुमा सोच्दाखेरि नै होइन मलाई के कुराले खुसी दिन्छ भनेर सोच्दाखेरि मैले अब सुरुमै यो एकदम हाँसो लाग्ने कुरा छ होइन। अनि म चाहिँ पसलमा बस्छु दिउँसो यता। अनि पसल चाहिँ मूल बाटोको साइडमै छ, मूल बाटोको छेउमै छ, माफ गरिदिनुहोस्, छेउमै छ। अनि अब मान्छेहरू हिँडिरहेको हुन्छ। अनि पसलमा फुर्सद हुँदा मान्छे नहुँदाखेरि चाहिँ म बाटोमा मान्छेहरू हिँडेको हेर्छु। अनि त्यो हुँदै गर्दा चाहिँ मलाई धेरै मान्छेहरू देख्छु म। र मलाई केही मान्छेहरू राम्रो लाग्छ। मान्छेहरू भन्दा नि म चाहिँ अब केटा हो, त्यही भएर मलाई केटीहरू राम्रो लाग्छ। अनि केही केटीहरू राम्रो लाग्छ। अनि सधैँ देख्ने हुन्छ। अब एक दिन देख्यो, दुई दिन देख्यो, अनि देखिरहेको हुन्छ होइन, हिँडिरहेको देखिरहेको हुन्छ, सधैँ देख्न थाल्छ त्यो मान्छे। अनि राम्रो लाग्दा लाग्दा अब कस्तो मन परे जस्तो हुन्छ होइन त्यो केटी वा मान्छे नै भनौँ अहिले चाहिँ। अनि अनि अब धेरै हुन्छ है। फेरि अहिले त सबै नै राम्रै छन्, पक्कै धेरै राम्रो छन्। तैपनि अनि एक दुईजना चाहिँ अलि अब राम्रै लाग्ने, धेरै मनपर्ने जस्तो नै हुने होइन, मन परे जस्तो नै हुने। अब हेर्ने टाढाबाट आउँदा थाहा हुने हेर्छ। अनि त्यो बानी छ यो अचम्म अब भयो त्यो। अनि अब हिँड्दाखेरि अब जब आउँछ नि देख्दाखेरि खुसी लाग्ने क्या अचम्म। अब त्यो कस्तो हाँसो लाग्ने कुरा छ होइन, यत्तिकै खुसी लाग्छ अब। अनि त्यो चाहिँ हो है। अनि साँच्चीकै नै अब म के गरिरहेको छु भन्छु, केही कुरा म सोचिरहेको हुन्छु वा खुसी हुँदाखेरि पनि वा मन अब सामान्य छ मेरो भावना भने चाहिँ जब म देख्छु भने अचानक ल हाँसो लाग्ने, मुस्कान आउने, खुसी लाग्ने कि त्यस्तो हुन्छ होइन। अनि अचम्म छ, हाँसो पनि लाग्न सक्छ। तर यो चाहिँ अहिले भइरहेको कुरा हो। अनि यो भयो, यो चाहिँ अब साधारण राम्रो मान्छे देख्दाखेरि मात्रै भन्यो होइन। मन परेको मान्छे देख्दाखेरि नै म खुसी हुन्छु। र अनि कोही चाहिँ मलाई मन परेको मान्छेहरू छ, मन परेको केटीहरू। अनि कतै अब म उहाँहरूलाई सामाजिक सञ्जालमा देख्छु उहाँको तस्बिरहरू। किनकि मलाई चाहिँ त्यस्तो माया त म कसैलाई गर्दिनँ होइन। तर मन चाहिँ परेका छन् एक दुईजना। अनि त्यस्तो तस्बिरहरू देख्दा पनि खुसी लाग्ने होइन, कस्तो राम्री भएछ झन् भने जस्तो खुसी लाग्ने। अनि कहिलेकाहीँ अब कुरा नि गरिन्छ। अब अहिले त म गर्दिनँ, धेरै भयो। तर पहिलाको कुरामा चाहिँ मैले खुसी कसरी हुन्थेँ त म भन्ने पनि हो। अनि त्यस्तो कुरा गर्दाखेरि पनि खुसी हुने नि त होइन, बोल्दा बोल्दै। हजुर सूचना म्यासेज भनेको के हो त, टेक्स्टमा है अझ त्यस्तो कलमै त होइन, फोनमै त होइन, त्यो टेक्स्टमा पनि म्यासेज गर्दा पनि खुसी हुन्छ होइन। त्यो भयो नर्मल एकदम यो हाँसो लाग्ने कुरा नि हो। अनि अहिले मलाई भइरहेको कुरा नि हो, त्यस्तो बनावटी कुरा मैले गरिनँ। अनि
खुसी लाग्छ होइन। र त्यो भयो। अनि दोस्रोमा चाहिँ छ मैले लेखेको छु, म हेर्छु, किनकि मैले त्यस्तो याद गर्ने सोचिनँ कि मैले लेखिहालेँ फटाफट। मैले कन्ट बनाए चाहिँ सक्थेँ, तर यही छ। कन्टेन्ट छ मलाई खासमा, मैले यो विषय कुरा गर्दै जाँदा मैले बुदामा मात्रै टिपेको छु नि त, अनि यो भनिराखेपछि टक्क बिर्सिने एकछिन हुँदो रहेछ। र दोस्रो चाहिँ हो प्रशंसा है। यो सबैलाई नै हुन्छ होला, मलाई नै हुन्छ। मलाई कसैले प्रशंसा गर्दा, कम्प्लिमेन्ट दिँदा चाहिँ मलाई खुसी लाग्छ। अनि अब प्रशंसा पनि धेरै कुरामा हो, एउटै त्यस्तो कुरामा मात्र होइन कि। अनि मुख्य गरी चाहिँ मलाई कसैले मेरो सिप वा कलाको प्रशंसा गरिदियो भने चाहिँ मलाई धेरै खुसी लाग्छ। किनकि म एउटा आफूले आफूलाई भन्छु, म एउटा सिकार हुँ, मलाई धेरै कुराहरू सिक्न मन लाग्छ जिन्दगीमा। मेरो मूल उद्देश्य नै त्यो सिक्ने जस्तो भनौँ न। मैले आफैलाई त्यस्तो भ्रम गरेको छु कि म चाहिँ एउटा सिकार हो है, मेरो लक्ष्य भनेको चाहिँ धेरै कुराहरू सिक्ने हो। त्यो मैले त्यसरी भनेको छु आफूलाई। अनि म गर्छु धेरै कुराहरू, जस्तै कि अब गाउने, नाच्ने, चित्रकलाहरूदेखि लिएर। अनि अब अहिले चाहिँ त्यति नै भनौँ, किनकि सायद त्यति नै होला। तर अरूहरू पनि छन् अलिअलि सानोतिनो बाजाहरू, अनि होइन त्यस्तै। अनि खुसी लाग्छ कसैले प्रशंसा गर्दा। अरू भयो भने मेरो अब म त्यस्तो राम्रो देखिन्न, तर पनि कसैले पछिल्लो समय चाहिँ मैले शारीरिक व्यायामहरू गरेको थिएँ र मेरो शरीरमा चाहिँ राम्रो भएको थियो देख्दाखेरिको। अनि मेरो शरीर चाहिँ राम्रो देखिन थालेको थियो। त्यसको अनि भन्थे मान्छेहरूले, अब यत्तिकै पनि भनिदिन्थ्यो कसैले होइन, यत्तिकै राम्रो लागोस् भनेर, वा कसैले चाहिँ यसले चाहिँ गरेछ, यसको चाहिँ राम्रो छ है भनेरै भन्थ्यो होला। अनि मलाई चाहिँ तर खुसी लाग्थ्यो, खतरा राम्रो छ है तिम्रो चाहिँ भन्दाखेरि। अनि त्यो भयो। अनि पहिलाभन्दा चाहिँ मलाई अहिले चाहिँ अलि अब सानोमा चाहिँ आफूलाई राम्रै लाग्थ्यो, मेरो अनुहार मलाई राम्रै लाग्थ्यो त्यो। अनि बिचमा अलि किशोर अवस्थातिर चाहिँ अब राम्रो लाग्न थालेन, खोइ त्यस्तै भयो, अल्छी हुँदै गयो होइन। अनि राम्ररी आफ्नो त्यो बेलामा त्यस्तो मतलब नै हुन्थेन मलाई, फेरि राम्रो लाग्थेन पनि, तर त्यस्तो राम्रो हुने भन्ने त्यस्तो मतलब नै थिएन कि। अनि त्यो पनि भयो। तर अनि अहिले चाहिँ अलि मतलब नै भयो। अब चाहिँ राम्रो देखिनुपर्छ है, रूपको पनि एकदम महत्त्वपूर्ण भूमिका हुन्छ। यो कसरी यो दुनियाँले लिन्छ वा कसरी चाहिँ ट्रिट गर्छ, मतलब त्यो ट्रिटलाई के भन्छ अब होइन, कसरी चाहिँ त्यो गर्छ भन्दाखेरि। अनि त्यसैले अहिले चाहिँ मलाई अलिअलि मतलब पनि हुन थालेको छु। र अहिले चाहिँ अनि अलि कहिलेकाहीँ राम्रो भएको हो कि अनुहार जस्तो नि हुन्छ है, अब त्यो। अनि कसैले गरिदिँदा प्रशंसा हिरो भनेर अलिक खुसी लाग्छ। अनि अर्को चाहिँ छ अफकोर्स भनेको जित्दाखेरि होइन, जित हुँदाखेरि पक्कै पनि खुसी नै हुन्छु म। अब त्यो चाहे मोबाइलको गेममा होस् सानोतिनो, वा कसैसँग केही कुरामा आर्गुमेन्ट भयो, आर्गुमेन्ट मतलब भयो, वाद विवाद भयो, अनि मेरो तर्क चाहिँ ल राम्रो पऱ्यो वा मैले चाहिँ जितेँ भने त्यसमा पनि म खुसी हुन्छु। अनि सफल, अब जित भनेर सफल भने मैले एउटै भने, अब कुनै कुरा मैले गर्न खोजेछु अनि त्यसमा म सफल भयो भने पनि पक्कै म खुसी नै हुन्छु। अनि कुनै मैले एउटा लक्ष्य राखेको थिएँ, ल म 10 दिनमा चाहिँ मेरो एउटा म एउटा काम गर्छु भनेर मैले राखेँ, अनि मैले त्यो गरेँ र मेरो सफल भयो भने चाहिँ म खुसी हुन्छु होइन, त्यो भयो। अनि अर्को छ अनि यो चाहिँ मेरो फेरि यो पनि मेरो आफ्नै एउटा भ्रम भनौँ कि। अनि मैले चाहिँ आफूलाई सधैँ नै भाग्यमानी सोध्छु कि जे कुरामा नि। अनि मलाई चाहिँ म जे कुरामा पनि भाग्यमानी छु जस्तो लाग्छ। अनि मैले जे पनि चाहेँ त्यो चाहिँ पाएँ है। अनि जे पनि चाहन्छु त्यो चाहिँ पाउँछु भन्ने, अब अहिले चाहिँ मैले पढ्दाखेरि पावर अफ मेनिफेस्टेसन भन्ने कुराहरू छ, सबकन्सियस माइन्डको पावरको कुराहरू। तर मैले चाहिँ सानैदेखि त्यही सोच्थेँ कि जे चाहन्छु सच्चा मनले, अब त्यो चलचित्र तिर देखेर नि हो होइन, त्यसरी भयो। साँचो मनले चाह्यो भने चाहिँ पाइन्छ भने जस्तो त्यो भयो। अनि पाएँ पनि, त्यसैले मलाई चाहिँ जे कुरा नि अब पाएँ है। अनि भाग्य चाहिँ मेरो एकदम राम्रो छ भनेर खुसी लाग्छ। अहिलेसम्म पनि
खुसी लाग्छ कि त्यो कुराले जे होस्। अनि मेरो स्वास्थ्य नि राम्रो छ, कहिले पनि त्यस्तो अब भन्नु हुँदैन है, टचिङ वुड भन्छ अहिले त। अनि थुथु नेपालीमा त्यो पनि मैले सुनेको थिएँ कतै। अनि अहिलेसम्म चाहिँ त्यस्तो खतरनाक वा त्यस्तो ठुलो कुराले, ठुलो रोगले चाहिँ अस्पताल जानु परेको छैन। म बिरामी पनि त्यस्तो भएको छैन अहिलेसम्म। अनि त्यो कुराले पनि खुसी लाग्छ। अब अनि अरू अब शारीरिक रूपमा वा मानसिक रूपमा सबै ठिक छ। अझ मलाई त अझ उत्कृष्ट लाग्छ है, अरू जुन हुनपर्ने हो नर्मल मान्छेमा जुन देखिन्छ, नर्मल मतलब जुन यता एभरेज मान्छेमा हुन्छ, त्योभन्दा चाहिँ म अलि राम्रै छु जस्तो लाग्छ। त्यो गिभेन कुरा हो, मतलब म राम्रो छु भन्नाले मैले पाएँ नि त भाग्यमा होइन स्वस्थ हुनु। अनि अझ फिजिकल्ली मतलब शारीरिक रूपमा नि सबै ठिक छ, आँखा हात खुट्टाहरू दिमाग पनि ठिक छ, त्यो भयो। अनि अर्को कुरा चाहिँ खुसी लाग्ने भनेको चाहिँ अब फास्ट लर्निङ यो नि भाग्यको कुरा हो कि अब मैले नै आफैले सोचेँ होइन। मैले चाहिँ सानैदेखि आफूले आफूलाई चाहिँ प्रतिभाशाली सोचेँ, ट्यालेन्टेड, जुन कि अब अहिले कुराहरू सोच्दै जाँदै ट्यालेन्ट भन्ने नै कुरा हुँदैन। जसले बढी त्यो प्र्याक्टिस गरे हुन्छ, अभ्यास गर्छ, त्यसले राम्रो नै गर्छ पक्कै पनि त्यो। अनि अहिले चाहिँ मलाई त्यस्तो लाग्छ, तर त्यसको बारेमा कुरा हाल्यो भने फेरि अझै लामो हुन जान्छ कुरा। अनि तर सानोदेखि चाहिँ मलाई के लाग्थ्यो भने प्रतिभाशाली हरेक कुरामा जस्तो लाग्थ्यो। अनि एउटा कुरा चाहिँ मेरो ममा चाहिँ एउटा त्यो गड गिफ्ट भने जस्तो मलाई कुराहरू चाहिँ याद हुन्थ्यो है, चाँडै याद हुने। अनि त्यो भइसकेपछि चाहिँ अब नेपालको यो पढाइको जुन छ शिक्षा एजुकेसन सिस्टम अनि शिक्षा प्रणाली होइन, त्यो शैक्षिक प्रणाली त्यस्तै शैक्षिक प्रणाली, त्यसमा चाहिँ अब त्यो कुराले गर्दाखेरि चाहिँ अब मलाई प्रतिभाशाली सोच्यो, किनकि मलाई चाहिँ चाँडै कुराहरू याद हुन्थ्यो त्यो भएर। अनि त्यही भएपछि अरूले भन्ने, अनि मैले पनि त्यही सोचेँ ल म चाहिँ प्रतिभाशाली छु भनेर। अनि मलाई आफैलाई होला धेरै कुरामा त्यस्तो रुचि भएर सिक्न मन लाग्ने, अलिअलि मैले सिकेँ वा मलाई मन लाग्थ्यो। अनि सबैले झन् अब भन्ने यो चाहिँ यस्तो छ भनेर मलाई नै आफूलाई विश्वास भयो कि म चाहिँ छु भनेर, जुन अहिले चाहिँ त्यस्तो लाग्दैन। अनि किनकि थाहा नि पाएँ अलि वा अब अहिले चाहिँ म त्यस्तो छुइनँ, त्यही भएर नि होला। तर त्यो भइसकेपछि चाहिँ खुसी लाग्छ, मैले चाहिँ जे कुरा पनि चाँडै सिक्न सक्छु भन्ने एउटा विश्वास चाहिँ अब भयो ममा। अनि मैले सिकेको पनि छु धेरै कुराहरू, तर त्यो त्यस्तो चाँडै सिक्ने वा कोहीमा हुँदैन होइन, त्यस्तो चाहिँ मलाई लाग्छ अहिले चाहिँ मेरो आफ्नो धारणामा चाहिँ। अनि तर त्यो कुराले होस् मैले सोचेँ नि त त्यो बेलामा, त्यति योभन्दा केही वर्ष अगाडिदेखि मात्र मैले त्यस्तो प्रतिभा भन्ने कुरा हुँदैन भनेर आफैले त्यो धेरै सोचेर त्यो निष्कर्ष ल्याएको। अझ त्योभन्दा पहिला चाहिँ आफूलाई म अरूभन्दा चाहिँ चाँडै सिक्न सक्छु कुराहरू भनेर त्यो गर्थेँ विश्वास। अनि त्यो कुराले खुसी लाग्छ होइन। र अर्को चाहिँ छ अहिलेको सन्दर्भको कुरा हो यो सबै नै। अनि अहिले चाहिँ म अब प्रोडक्टिभिटी मतलब मैले कुनै कामहरू गरेँ भने चाहिँ नर्मल कामहरू जुन गर्नुपर्ने कामहरू, किनकि म अल्छी छु, धेरै अल्छी छु, म कामहरू गर्दिनँ, जस्तै पढ्नुपर्ने कुराहरूमा पढ्दिनँ, बिहान ढिलासम्म सुत्छु, त्यो कुराहरू छ। अनि कुनै दिन म चाँडै उठेँ, अब मैले कामहरू गरेँ, मैले लुगाहरू या नुहाएँ, प्रोडक्टिभ कामहरू गरेँ, पढेँ, एकछिन बसेर केही कुराहरू सिकेँ, जुन प्रोडक्टिभ कुराहरू थियो आर्टमा एकछिन ल मैले ड्रइङ चित्रकला एकछिन अभ्यास गरेँ, वा मैले गिटार बजाउन एकछिन बसेँ भने त्यो कुराले चाहिँ मलाई अब आजको दिन चाहिँ मेरो राम्रो गयो, आजको दिन चाहिँ मेरो उत्पादकता थियो, मैले चाहिँ समय बर्बाद गरिनँ, समयको राम्रो प्रयोग गरेँ होइन, समय मेरो राम्रो, आजको दिन चाहिँ मेरो एकदमै राम्रो भयो भने जस्तो त्यो कुराले चाहिँ मलाई खुसी लाग्छ। अनि अर्को कुरा छ अर्को कुरा चाहिँ यादहरू भनौँ न, अब अहिलेसम्म यो 22 वर्ष हुन्जेलसम्म धेरै यादहरू छन्। अनि कति यादहरू चाहिँ अब केही कुराले फेरि सम्झाइदिन्छ भने त्यो सोच्दाखेरि चाहिँ कति लज्जित क्षणहरू थियो
त्यो सोच्दाखेरि पनि अब अहिले सोच्दा चाहिँ खुसी लाग्ने कि यस्तो पनि थियो है म भनेर। अनि कति बिलिफहरू कति विश्वास गर्थ्यौँ जुन सानो बेलामा कुराहरू अहिले। अनि त्यो सोच्दा खुसी भन्दा नि अब मुस्कान आउँछ। अनि त्यो बेलामा कस्तो थियो है भने जस्तो खुसी नै के एउटा आउँछ है। अनि अझ अनि त्यो हाँस उठ्ने अब मसँग त्यो भिडियोहरू पनि छ मेरो पहिलाको कुनै अनि त्यो भिडियोहरू आइदिन्छ अनि कताबाट हेरिदिन्छ। अनि खुसी लाग्छ कि ल यस्तो पनि थियो है जिन्दगीमा चाहिँ भने जस्तो। एकछिनको लागि जति अहिले समस्याहरू होला सानोतिनो त्यो उल्झनमा पर्छ कहिलेकाहीँ, तर त्यस्तोहरू कुरा आइदिँदा याद आइदिँदा पनि खुसी लाग्ने कि एकछिनको लागि चाहिँ ल खुसी हुने भने जस्तो होइन। किनकि खुसी भनेको छिनको लागि नै हुन्छ। त्यो अब घन्टौँ दिनमा 24 घन्टै खुसी भएन भने त त्यो हुँदै हुँदैन होइन। अनि छिनछिनमा यस्तो खुसी हुने ल सोचेर त्यस्तो नै हुन्छ। अनि अन्तिममा चाहिँ अब यो कमै हुन्छ। अनि कसैलाई मद्दत गर्दाखेरि है यो मलाई गर्न चाहिँ मन लाग्छ। केही देख्दा अब कसैलाई अब यो भइरहँदाखेरि म खासै त्यस्तो धेरै बाहिर हिँड्दिनँ पनि। कहिलेकाहीँ हिँड्दाखेरि भनौँ न केही राम्रो काम गर्न खोज्दाखेरि सबैलाई खुसी नै हुन्छ जस्तो लाग्छ मलाई। अनि म नि हुन्छु है कसैलाई सहयोग गरिदिन पाउँदा अब शान्तिनो। अब इभन अहिले नै म भनौँ न यही अहिलेकै सन्दर्भमा पनि आजै पनि अब एउटा कुकुर आइरहेको हुन्छ यहाँको। अनि त्यसलाई यतिकै जिस्केर खाना खुवाउने जुन पसलमा बाँकी भएको हुन्छ बासी रोटीहरू त्यो दिँदाखेरि पनि आफूलाई अलिकति चाहिँ खुसी हुने कि राम्रो काम गरेको छु भन्ने त्यो एउटा मानसिकत्व के भन्छ मानसिकता ले हो कि होइन। त्यही सुन्यो नि त राम्रो काम गऱ्यो भने यो त राम्रो मान्छे हुन्छ भने जस्तो। अनि त्यो कुराले पनि अनि अझ कति कहिलेकाहीँ चाहिँ म बाहिर निक्लिरहेको हुन्छु अनि देख्छु कतै कोही मान्छेले के गर्न मलाई हल्का मात्र मद्दत चाहिएको हुन्छ अनि मैले गरिदिन सक्छु। तर आफैलाई अब अप्ठ्यारो लाग्छ नि त त्यो किन आएर होला यस्तो गर्नलाई भने जस्तो हिरो बन्न किन आयो भन्दा पनि त्यो आफैले सोध्छु कि फेरि होइन। गर्न चाहिँ मन लाग्छ मलाई मद्दत गरिदिन गएर। अनि फेरि अरूहरूले के सोच्ने हो कि भनेर खासमा त्यस्तो गर्न नहुने तर म सोध्छु कि आफै के हिरो बन्न आइरहेको कि त्यो सोच्ला कि आफै होइन हिस्सा होला कि भने जस्तो भयो। अनि म जान्न कहिलेकाहीँ चाहिँ म जान्छु कहिलेकाहीँ म जान्न। जाँदाखेरि खुसी हुन्छ होइन त्यो भयो भने। अहिलेसम्म त्यस्तो हिस्सा पर्नु परेको त छैन त नि त कहाँबाट भयो। अनि नगर्दाखेरि चाहिँ अनि पछि हिँडेर छोडेर गयो अनि पछिसम्म नि सोचिरहेको हुने कि ल मैले त्यहाँ बरु गरिदिनु पर्ने मैले त्यहाँ बरु भनिदिनु पर्ने रहेछ भनौँ न। अस्ति भर्खरै म हिँडिरहेको थिएँ अनि एउटा पसलको चाहिँ एउटा त्यो हार्डवेयर पसल घर बनाउने सामानहरू त्यस्तो थियो। अनि त्यो पसलको चाहिँ एउटा जाली बाख्रा छान्ने जाली जस्तो गुडेर चाहिँ यता रोडतिर आएर रहेछ। अनि त्यो पसलको मान्छेलाई थाहा छैन जस्तो लाग्यो मलाई। अब थाहा थियो त्यो चाहिँ मलाई थाहा भएन तर मैले सायद टिपेर त्यहाँ राख्दिने सोचेँ है। अनि राख्दै भइहाल्थ्यो। अनि म के सोचेँ भने टिप्दाखेरि फेरि यसले लिन लाग्यो भनेर सोध्छ कि भनेर मैले टिप्दै थिइनँ। फेरि म हिँडिरहने थिएँ नि त रोकिने कुरा त भएन टाढोबाट देखेको थिएँ। हिँड्दा सोच्दै कटिहालेँ। अब झन् फर्केर अनि त्यो भएन। अनि तर म त्यो सोचिरहेँ पछिसम्म बरु मैले राख्दिनु पर्ने भनेर त्यस्तो सोचिरहेँ कि। अनि नराम्रो लाग्छ कि अब कसैलाई त्यस्तो गरिदिनु पायो भने मलाई चाहिँ अनि त्यही भएर अनि गर्थ्यो भने चाहिँ खुसी लाग्छ धेरै। अनि त्यही नै हो यस्तो कुराहरूले मलाई खुसी बनाउँछ र मैले चाहिँ अब यो कुराहरू याद गरेछु। अनि अझ धेरै गर्ने जुन मैले गर्न सक्ने कुराहरूलाई चाहिँ म अझ धेरै गर्छु र खुसी हुने पलहरू धेरै बनाउँछु र खुसी हुन्छु सकेसम्म धेरै। त्यही हो आजलाई चाहिँ धन्यवाद।